जस्ट हामी त्यहाँनिर झुल्ने पुल आइरहेको थियौँ अनि यहाँ चाहिँ यस्तो ढुङ्गा रहेछ क्या जान पाउने हो कि होइन थाहा चाहिँ छैन है मेरो क्लासमेट हो आन्टी चाहिँ लजाउनु भयो मेरो भ्लगमा आउँदा मेरो हे गाइस वेलकम टु माई न्यू भिडियो आज बाइक चाहिँ यतिको हुनुपर्छ कि स्याप मोटोको बाइक चाहिँ दामी छ कि बाइक चाहिँ होइन भविष्यमा अब यसरी नै भ्युज बढ्दै गइरहेको भने इन्कम आउनु थाल्यो भने अब पक्कै पनि हामी पनि अवश्य किन्नेछौँ तर त्यसको लागि चाहिँ तपाईँहरूको साथ चाहियो नि त नि त्यो साथ त तपाईँहरूले दिनु पऱ्यो अब तपाईँहरू हेरिदिने मात्र अनि केही प्रक्रिया पनि नदिने चल्दिने त्यस्तोले त अनि कसरी भ्लग गर्ने क्या हामीले सब्सक्राइब गरिदिनु पऱ्यो नि त सर सुरुमा त मेन कुरो होइन भाइ रेस खेल रेस ल जित भाइ हामी भाइ रेस खेल्न जानेन भाइ हारो यतापट्टि चाहिँ एम्बुलेन्स गइरहेको हामीले एम्बुलेन्सलाई चाहिँ बाटो दिनुपर्छ क्या एम्बुलेन्स के फाइदा छ भन्दाखेरि जुनसुकै ट्राफिक किन जाम नहोस् एम्बुलेन्सको लागि बाटो चाहिँ खाली गरिदिनु पर्छ क्या हामीले अस्ति पनि अब म उता जाँदाखेरि होइन ट्राफिक जाम थियो अनि हामी ट्राफिकमा परेर थियौँ अब एकैचोटि एम्बुलेन्स भएर आयो अनि हामी सबैले बाटो दियौँ कि त्यतिखेर आँटिने पनि हुन्छ के गर्ने कता जाने कस्तो गर्ने होइन नआँटिकन एक साइडतिर बाइक होइन एक साइडतिर आफ्नो गाडी राखिदिने अनि त्यो एम्बुलेन्स जाने चाहिँ दिनुपर्छ क्या अब केही इमर्जेन्सी हुन्छ कि मान्छेलाई केही बितिरहेको हुन्छ त्यो पनि त हामीले आफूले बुझ्नु पऱ्यो नि त होइन जे भए पनि तपाईँहरूको सपोर्ट चाहिँ मिल्नु पऱ्यो कि मलाई म चाहिँ यति भन्छु सपोर्ट चाहिँ चाहियो कि जसरी यता सजेस्ट गर्नेहरूको उहाँको पनि युट्युब च्यानल छ सजेस्ट गर्नेहरूले सर्च गर्नु सब्सक्राइब गरिदिनु सबैलाई माया सपोर्ट गराइराख्नु इन्डियन युट्युबरहरूलाई कति सपोर्ट गर्नुहुन्छ हाम्रो लोकल कन्टेन्टहरू हेर्न चाहनुहुन्छ भने त प्लिज सपोर्टै गर्नु होला प्लिज सुरुको भिडियो त्यति खासै राम्रो त हुँदैन त्यो तपाईँहरूलाई पनि थाहा छ पछाडि बिस्तारै बन्दै होइन सिक्दै गएपछि भिडियो राम्रो बन्ने हो तबसम्म त तपाईँहरूले सपोर्ट दिनु पऱ्यो साथ दिनु पऱ्यो माया देखाइदिनु पऱ्यो होइन सधैँभरिको लागि अनि त कन्टेन्टहरू पनि अनि राम्रो आउँछ नयाँ ठाउँ गइन्छ भ्युज आएदेखि त्यही हो अब जुनसुकै युट्युबर पनि भिडियो हाल्ने के भाइरल त हुँदैन तिनीहरूले पनि मिहिनेत गरेकै हुन्छन् तपाईँ पनि स्ट्रगल गरेकै हुन्छन् सबैजना बिगिनर्सै हुन्छन् सुरुमा त्यसपछि चाहिँ पर्ने हो उनीहरूको भ्युज होइन अब तपाईँहरूले पनि साथी राख्नु भने म पनि अहिले बिगिनर छु पछि कि भए म पनि बढ्दै गएपछि अलिक जान्ने जस्तै हुँदै गएपछि होइन राम्रो कन्टेन्ट यो ठाउँमा चाहिँ धेरै नै एक्सिडेन्ट हुन्छ अस्ति पनि होइन हाम्रै कलेजको बसको एक्सिडेन्ट भयो धन्न कसैलाई केही पनि भएन तर ड्राइभर चाहिँ एकदम फ्र्याक्चरै भयो ड्राइभरको खुट्टा पनि भाँच्यो प्लस एउटा विद्यार्थीको यस्तोमा चोट लागेर अनि यस्तो कताबाट चोट लागेर जाटर हस्पिटल होइन जानै पऱ्यो त्यही भएर कस्तो भन्दा नि यस्तो घुम्तीमा चाहिँ यस्तो नआएदेखि झनै राम्रो भन्छ किनभने अब कुन स्कुलमा आएको हुन्छ टर्निङ पुग्दैन एक्सिडेन्ट हुनसक्छ त्यो पनि त हामीले बुझ्नु पर्यो क्या नि त बाइक अहिले चाहिँ हामी आइसक्यौँ ल सजेस्ट हाम्रो भ्लगरले बाइक चलाउनु भएको थियो अनि म चाहिँ यता पछाडि बसेँ किनभने मैले चाहिँ आज भ्लग बनाउनु थियो मैले भ्लग नहालेको पनि धेरै भएको थियो अनि भ्युज पनि अब भ्लग हाल्नु भने त भ्युज पनि कम जान्छ नि त त्यही भएर मैले चाहिँ अनि कन्टिन्यू दिइराखेँ प्लस मेरो भोलि पनि इक्जाम छ र पनि मैले आज भ्लग बनाइदिइरहेको छु कसको लागि भन्नु न त्यो तपाईँहरूको लागि हो नि त त्यही भएर तपाईँहरूले माया चाहिँ देखाइदिनु पऱ्यो कि हामी धेरै बेर बस्दैनौँ यहाँ एकछिन बस्छौँ अनि घरमा कोही पनि छैन नि त जानुपर्छ घर पनि छिटै अनि दही किनेर घरतिर जाने हो अहिले चाहिँ यता बसिरहेको थियौँ मैले चाहिँ अनि मेरो क्लासमेटलाई भेटेँ कि यहाँ चाहिँ क्लासमेट चाहिँ एकदम मान्छे चाहिँ एकदम चिल है ब्रो चिल कमेडी पनि चिल पनि मान्छे कडा छ ठ्याक्क हामी यहाँ बसिरहेको थियौँ अनि बाइक लिएर केटो पनि आयो कि कोइन्सिडेन्स हो क्या ठ्याक्कै यो चाहिँ अब काठमाडौँमा पर्थ्यो भेट पनि भएको थिएन अब आज कन्ट्याक्ट पनि थिएन र पनि अब ठ्याक्कै भेट भयो है अनि यता अर्को पनि छ यो चाहिँ मेरो आफ्नै भाइ हो र पनि यो मेरो क्लासमेटै हो जस्ट हामी त्यहाँनिर झुल्ने पुल आइरहेको थियौँ अनि यहाँ चाहिँ यस्तो ढुङ्गा रहेछ क्या जान पाउने हो कि होइन थाहा चाहिँ छैन है र पनि हामी जान्छौँ जसो भए पनि यो ढुङ्गालाई टेकेर हुन्छ कि जसो हुन्छ नि किन राखेको ढुङ्गा भन्ने त्यो चाहिँ अब म अहिले तपाईँलाई देखाउँछु यस्तो छ क्या यो जुन चाहिँ नट छ नि यो नट चाहिँ खुस्किसकेको छ सबै पुलको नटहरू चाहिँ खुस्किसकेको छ क्या यहाँ हेर्नु यो नट भयो यो पुल चाहिँ अब लास्टै पुरानो हो कि म जन्मिनुभन्दा पहिला नै बनाइसकेको पुल हो अनि मै अब 18 वर्ष लागिसकेँ अनि यो पुलको हालत के होला त होइन यो चाहिँ उतो है यो चाहिँ खाने ट्याङ्कीको पानी थियो प्लस यो चाहिँ कहाँ थियो भन्दा त्यहाँ थियो होला होइन त्यहाँ थियो अनि यो चाहिँ बाढीले बगाएर यहाँ ल्यायो अनि यहाँको खाने ट्याङ्कीको पानी चाहिँ हाम्रो घरसम्म पुग्थ्यो र अनि यहाँको
यहाँ चाहिँ बारीले बगाएपछि अनि वहाँनिर वहाँनिर बनाएको छ। अनि यो चाहिँ यहाँनिर चाहिँ यस्तो ठुल्ठुलो माछा पाउँछ कि यो खोलामा म छक पर्छु कि। म चाहिँ अहिले यहाँ दही लिन पनि आइसकेँ। आधा लिटर दिनु न, आधा लिटर दही। आन्टीले चाहिँ अब आधा लिटर दही दिनुहुन्छ। आन्टी चाहिँ लजाउनु भयो मेरो भ्लगमा आउनुलाई। मेरो भ्लग यसो सब्सक्राइब गरिदिनु, अझै श्रेष्ठ भ्लग छ होइन। यसो भन्नु त पऱ्यो त, एडभर्टाइजमेन्ट गर्नु पऱ्यो। मैले चाहिँ 1 लिटर दही दिनु, जस आधा लिटर मात्र दही दिएँ किनभने म एक्लै छु नि त, अनि एकजनालाई अनि किन धेरै दिनु भनेर मैले चाहिँ आधा लिटर दही मात्र दिएँ। आन्टी चाहिँ पुरै लजाउनु भयो। किन लजाउनु भएको? किन टिकटक बनाउनु हुँदैन तपाईँ? ए आन्टी चाहिँ टिकटक बनाउनु हुँदैन अरे कि, त्यही भएर लजाउनु भएछ। अनि मैले चाहिँ अहिले दही पनि दिएँ। अनि म चाहिँ अब जान्छु। अनि उता शैलेश भ्लगरको पनि अब मासु किन्ने प्लान छ अरे। थ्याङ्क्स फर वाचिङ माई भिडियो। अनि सब्सक्राइब गर्ने चाहिँ नबिर्सिनु होला। धन्यवाद।